यसलाई पुनरेझार पनि भन्दछन्। यसको खास नाम आयुर्वेदिक नाउँ चाहिँ पुनर्नवा हो। शरीरलाई पुरानो शरीरलाई नयाँ बनाउने हुनाले यसको नाउँ पुनः नयाँ बनाउने भएको हुनाले यसलाई चाहिँ आयुर्वेदले पुनर्नवा नाउँ राखेको चाहिन्छ। यसबाट मुटुको समस्या हल हुन्छ, यसबाट किडनीको समस्या हल हुन्छ, रसायन दिने भन्छ। जस्तो चुहुने भाँडालाई टाल्नेलाई रसाउने भने चाहिँ हाम्रो शरीरमा कहाँ के चिजको कमी छ, कुन तत्त्वको कमी छ, त्यसको परिपूर्ति गर्ने काम चाहिँ यो पुनर्नवाले गर्छ। कयौँ मुटुको अपरेसन गरेका रोगीहरूलाई पनि मैले आयुर्वेदमा चाहिँ 100 वर्ष अगाडिका किताबहरूमा मैले चाहिँ भेटाएको हुनाले मैले सल्लाह दिएपछि उनीहरूले युज गर्थे। अब नित्य खानी गर, यसले राम्रो गर्छ। पुनर्नवाम नेत्राम नवाम करोति भनेर आयुर्वेदमा चाहिँ लेखेको चाहिँ छ। यो भनाइ अघिको पुरानो औषधिको ग्रन्थमा पनि पुनर्नवाम नेत्राम नवाम करोति, पुनर्नवाले नेत्रलाई नयाँ गराइदिन्छ भनेर लेखेको छ। र यो परीक्षणबाट यो कुरो मैले सिद्ध गरिसकेको छु। यो एउटा कहानी भेटाएको थिएँ मैले। एउटा राजाको बगैँचामा यो पुनर्नवा लगाएका थिए। ती राजाले आफ्नो कामदारलाई दिनको 2 ग्राम भनौँ लगभग, अब त्यो बेलामा चाहिँ अब ग्रामको चलन नहुँदा 4वटा मन्टा, 5वटा मन्टा, 6वटा मन्टा चाहिँ लिएर आइज भनेर भन्थे। अनि उसले चाहिँ राजालाई चाहिँ ल्याइदिन्थ्यो। अनि त्यो कामदारले चाहिँ राजालाई चाहिँ त्यसरी चाहिँ ल्याइदिँदाखेरि एक दिन राजाले चाहिँ 5वटा चाहिँ पुनर्नवाको मन्टा खान्थे भने उसले चाहिँ 10वटा मन्टा खान्थ्यो। एक दिन चाहिँ घाममा बसेका चाहिँ थिए। 10 मिटर पर चाहिँ राजाले चाहिँ एउटा हेर्तो, त्यहाँ एउटा सियो रहेछ, त्यो सियो चाहिँ गएर लिएर आइज भनेर उसले आफ्नो कारिन्दालाई अनुमति दिए। सरकार सियो त छ, त्यो सियो काम लाग्दो चाहिँ छैन। किन काम लाग्दो छैन? गएर लिएर आइज। सियाको काम चाहिँ नाथ्रो चाहिन्छ, नाथ्रो छैन न। मैले त औषधि खाएर चाहिँ मेरो आँखा चाहिँ राम्रो बनाएको थिएँ, मेरो आँखामा सुधार छ, मेरो आँखामा समस्या छैन भनेको थिएँ। अब त्यहाँ त्यो लिएर आइज भनेर उसले गएर राजाको आदेश अनुसार गएर चाहिँ लिएर आउँदाखेरि नाथ्रो छैन। मैले त चाहिँ मेरो राम्रो जडीबुटी खान्छु, नित्य चाहिँ मैले चाहिँ नियमसित चाहिँ योगा गर्छु। त्यसो गर्दा मेरो आँखा सुरक्षित छ भनेको थिएँ। मेरो भन्दा आँखा तेरो बलवान रहेछ। कसरी भयो भन्दा हजुरलाई मैले पुनर्नवा 5वटा मन्टा ल्याउँथेँ, मैले 10वटा मन्टा खान्थेँ। त्यसो हुनाले हजुरले 10 मिटर पर सियो देख्नुभयो, मैले 10 मिटर पर नाथै नभएको चाहिँ पत्ता लाएँ भने धन्यवाद भनेर राजाले दिए। त्यस्तो कहानी पनि मैले पुराना किताबहरूमा भेटाएँ। भनेपछि बहुत पावरफुल छ यो। अनि अघि चाहिँ हाम्रो बुवा अङ्कलहरूले यो कथा भनेको पनि मैले सुनेको चाहिँ थिएँ। अहिले मैले आयुर्वेदका चाहिँ 70 देखि 100 वर्ष पुराना किताबहरूसम्म
मैले खोज नीति गरेर भेटाएँ। त्यसको अध्ययनबाट मैले एलोपेथिकबाट समाधान नभएका केसहरू पनि 5-7 जना मान्छेहरूलाई मैले सल्लाह र जडीबुटी दिएर ठिक भयो तपाईँले भनेको भन्ने मान्छे मैले चाहिँ भेटाएँ। तर मान्छेलाई त्यस्तो किसिमको सल्लाह दिँदाखेरि मान्छे रिसिन्छन्, झगडा गर्छन्, इल्ल्याउँछन्। यो बुढो चाहिँ यस्ता नचाहिने कुरा गरो। आजको यो 21औं शताब्दीमा पनि यस्ता कुरा गर्ने जडीबुटीले झारपातले हुने वा डाक्टर वैद्य डाक्टर मेडिकल कलेज के नचाहिन्थे। ठिक छ, डाक्टर चाहिए, मेडिकल कलेज चाहिए, सारा कुरा चाहिँ चाहियो। नचाहिएको होइन, अपरेसन गर्नुपर्छ, के भन्छ, कसैको टाउको फुट्छ, कसैको के गर्छ, एक्सिडेन्ट हुन्छ, मेडिकल कलेज, डाक्टर, एलोपेथिक औषधि उपचारको मैले विरोध गरेको छैन, मैले समर्थनै गर्छु। त्यहाँ पनि जाने हो, उपचार पनि गर्ने हो। त्यहाँबाट पनि समाधान नभएका नसकेका केसहरू यिनै जडीबुटी र योगा प्राकृतिक उपचार खानपानले ठिक भएका रेकर्डहरू कयौँ छन्। यो चाहिँ हामीले कोही मान्छे आउँछ, मलाई यो समस्या भयो, हस्पिटलबाट म थाकेँ, मैले हस्पिटलको उपचार सम्भव भएन भन्छ भने त्यो मान्छेलाई खानपान, आयुर्वेदिक जडीबुटी, योगाबाट कन्ट्रोल हुने उपाय बताउन सकिन्छ। किताबहरू मैले 100 वर्ष पुराना किताबहरू भेटाएर त्यहाँका लेखेका चाहिँ औषधिहरू पाइन्छन् कि पाइन्नन् भनेर म चाहिँ सुनौली नौतुनासम्म चाहिँ पुगेर ती औषधिहरू चाहिँ पुराना चाहिँ लेखेका औषधिहरू त्यो तपाईँको चाहिँ किताबमा त्यो लेखिया छ। त्यसलाई अहिले चाहिँ यो चाहिँ अर्थ लगाएर हिजो चाहिँ तपाईँको दर्दनाशक चूर्ण भन्नुभयो। तपाईँले दर्दनाशकको चूर्णको बदला दर्दक्रास भनेर चाहिँ निकाल्या छ। त्यस्तै किसिमले कतिपय चाहिँ औषधिहरूको अब नाम अलिकति फरक छ, अर्थ उही हो भनेर त्यहाँका चाहिँ ती औषधि विक्रेताहरूसित सल्लाह गर्दाखेरि तिनीहरूले पनि तपाईँको भनाइलाई हामीले ठिकै मान्यौँ भनेर हाम्रा मैले झोलामा राखेर लगेका पुस्तकहरू चाहिँ हेरेर चाहिँ उनीहरूले चाहिँ धन्यवाद चाहिँ अङ्कल भनेर पनि भने। अब हस्पिटलबाट समाधान नभएका अब कतिपय केसहरू त्यस्ता हुन्छन्। त्यो दुखाइ चाहिँ कम गर्नलाई हस्पिटलमा चाहिँ सिटामोल, ब्रुफेन चाहिँ दिइन्छ। ब्रुफेन र सिटामोल चाहिँ ले दुखाइ कम त गर्छ, तर उसले ग्यास्ट्रिक बढाइदिन्छ। एउटा चाहिँ समस्या समाधान गर्छ, फेरि अर्को समस्या छ। तर यो झारपा जडीबुटी जिनी छन् उसका चाहिँ रुखका चाहिँ बोक्राहरू, यिनीहरू चाहिँ अब मुख्य कुरा चाहिँ नियमसँग चाहिँ र मात्रा मिलाएर चाहिँ खान जान। मुख्य कुरा मान्छेले मात्रा मिलाएर खान जान्दैन। खानपानमा चाहिँ हाम्रो सबभन्दा गलत खानपान के रहेछ भन्दाखेरि सिल्टीमा टमाटर पकाएर खाने, अमिलो वस्तु सिल्टीमा पकाएर खाने हाम्रो जुन चलन छ त्यहाँ चाहिँ त्यसबाट हामीले सिल्टी सिधै खाइन्छ। सिल्टीले शरीरलाई विषको काम गर्छ। तर चाहिँ फलाममा पकाएर खायो, सकेसम्म माटाको भाँडामा नभए फलाममा पकाएर किटमा पकाएर खायो भने त्यसले चाहिँ नोक्सान गर्दैन। चाहिँ आइरन चाहिँ शरीरलाई चाहिन्छ, फलाम शरीरलाई चाहिन्छ। त्यो चाहिँ चाहिने चिज हाम्रो शरीरमा जान्छ, खाइन्छ, त्यसले केही फरक पार्दैन। तर सिल्टी खाएपछि सिल्टी विष हुन्छ। अब धेरै जसो हाम्रो यो चाहिँ चलन चाहिँ टमाटर पकाएर खाने, सिल्टीमा पकाएर खाने चलन छ। यसले गर्दाखेरि मान्छेलाई त्यो समस्या चाहिँ ल्याउँछ। अब मैले यो बुझेँ, मैले 100 वर्ष अगाडिका चाहिँ
आयुर्वेदका चाहिँ किताबहरू योगाका किताबहरू मैले चाहिँ भेटाएर अध्ययन गर्छु। अब कसैले सोध्यो म चाहिँ लाई यस्तो दुख्ने समस्या छ, मलाई यो चाहिँ यो छ भन्यो भने मैले सल्लाह दिन्छु, यस्तो यस्तो गर्नुहोस्, 10 दिन चाहिँ गरेर हेर्नुहोस्, फाइदा भए गर्नुहोस्, नभए तपाईँलाई त्यसै दुखिया छ त्यो छोडिदिनुहोस्। 10 दिनपछि चाहिँ 10 दिनमा फाइदा भयो, 10 दिनमा चाहिँ मैले बताएअनुसार तपाईँलाई पक्कै फाइदा हुन्छ। फाइदा भएन भने छोडिदिनुहोस्, छोड्न पाइयो। छोड्नुहोस्, अरू उपचारतिर लाग्नु